दर्शक नमस्कार। टिबेट टिभीको नेपाली प्रसारण हेरिरहनुभएका सबै श्रोताहरूलाई स्वागत छ। यस सप्ताहको तिब्बत, परम पावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लोडो उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। नेन्सी पेलोसीलाई एनडीआई प्रजातन्त्र पुरस्कारका लागि बधाई। परम पावन ज्यूले विश्वव्यापी शिक्षक पुरस्कार विजेता रञ्जित सिंह देसालेलाई बधाई। तिब्बती महिलालाई अवैध विचारमा पोस्ट गरेकोमा पक्राउ। केन्द्रीय तिब्बती प्रशासनले माटियो मेकासीलाई ओडीआईएचआरको नयाँ निर्देशकको रूपमा नियुक्त भएकोमा बधाई। अमेरिकी मिसनले तिब्बतमा धार्मिक स्वतन्त्रताको बारे छलफलको आयोजना। तिब्बतका लागि स्विस संसदीय समूहले भविष्यका योजनाहरूको बारेमा छलफलको आयोजना। जापानमा मानव अधिकार दिवस शान्ति मार्चमा तिब्बतीहरूको सहभागिता। तिब्बतीहरूले परम पावन दलाई लामा ज्यूको नोबेल शान्ति पुरस्कारको 31औं वार्षिक उत्सव मनाइयो। अब समाचार विस्तारमा। परम पावन दलाई लामा ज्यू र तिब्बती संसदका सभामुख श्रीमान पेमा जुंगनेले अमेरिकी सभाको सभापति नेन्सी पेलोसीलाई महिला राजनीतिक नेताको रूपमा उनको भूमिका र प्रजातन्त्र र मानव अधिकारको कडा रक्षाका लागि 8 डिसेम्बरमा भएको राष्ट्रिय प्रजातान्त्रिक संस्थानको लोकतन्त्र पुरस्कार प्राप्त भएकोमा बधाई र उनको दीर्घ आयुको लागि प्रार्थना गर्दैछु भन्नुभयो। I respected and trust Nancy Pelosi. I really admire your determination, your courage to show your support about Tibetan struggle. You visited Tibet and also come here. So I really appreciate. You not only sort of sympathy, friendly feeling, but you have such courage, to stand firm on truth. So I very much want to express today Nancy Pelosi for being conferred the National Democratic Institute's Democracy Award. You are helping our tradition. So I very much appreciate, and your life is for us, for Tibetan, very, very precious, important. So I pray for your long life and healthy body. Thank you. परम पावन ज्यूले भारतको एउटा प्राथमिक विद्यालयका शिक्षक रञ्जित सिंह देसालेलाई यस वर्षको विश्व शिक्षक पुरस्कार जितेकोमा धेरै बधाई दिनुभयो। देसालेको कार्यको प्रशंसा गर्दै परम पावन ज्यूले उनका सबै कार्यहरू करुणाको उदाहरण हुन् भन्नुभयो। रिपोर्टका अनुसार एक तिब्बती महिला छिरिङ छोलाई 12 नोभेम्बर 2020 मा स्थानीय चिनिया अधिकारीहरूले एउटा अवैध वीजा पोस्ट गरेको आरोपमा उनको घरबाट पक्राउ गरी टिका काउन्टी हिरासत केन्द्रमा लगेको छ। पछि उनलाई 10 दिन प्रशासनिक हिरासतमा राखियो र 1000 युएनको जरिवाना पनि लगाइएको छ। उनीमाथि अन्य उत्तेजक कार्यहरू भएको आरोप लगाएको थियो, तर उनको वीजा पोस्टमा स्थिरता सम्बन्धी मुद्दाहरूको स्पष्ट रूपमा व्याख्या गरिएको थिएन। 2017 मा युशु तिब्बती स्वायत्त प्रान्तको कानुन बमोजिम पासपोर्टका लागि आवेदन दिन स्थानीय तिब्बतीहरूको अधिकारको लागि वकालत गरेपछि छिरिङ छोलाई युशु प्रान्तका सार्वजनिक सुरक्षा ब्युरोले सोधपुछको लागि पक्राउ गरेको थियो। युशु सार्वजनिक सुरक्षा ब्युरोको आप्रवासन प्रशासन विभागको जम्गा नामका एक अधिकारीले उनको निर्मम तरिकाले कुटपिट गरेका थिए। केन्द्रीय तिब्बती प्रशासनका प्रमुख डाक्टर लोब्सा सिंगे र तिब्बती संसदका सभामुख श्रीमान पेमा जुंगनेले तिब्बतका लागि अन्तर्राष्ट्रिय अभियानका अध्यक्ष माटियो मेकासीले लोकतन्त्र संसद र मानव अधिकार ओडीआईएचआर कार्यालयको नयाँ निर्देशक नियुक्त भएकोमा बधाई दिनुभयो। संयुक्त राज्य अमेरिकाको स्थायी मिसन र जेनेवामा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूले गत शुक्रबार तिब्बतमा धार्मिक स्वतन्त्रता, बौद्ध नेताहरूको नियुक्ति र दलाई लामाको उत्तराधिकार विषयमा भर्चुअल छलफलको आयोजना गरेको थिए। सो छलफलमा डाक्टर सिंगेले पुनर्जन्मको सवालमा चीनको हस्तक्षेपको निन्दा गर्दै
तिब्बतमा चिनिया कम्युनिस्ट पार्टीले तिब्बतीहरूलाई आफ्नो धर्म अभ्यास गर्नु नदिएको बारेमा प्रकाश पार्नुभयो। यस हप्ता सोमबार तिब्बतका लागि स्विस संसदीय समूहका सदस्यहरूले बर्नमा संसदको शीतकालीन सत्रमा भेट हुनुभयो। उक्त बैठकमा चीनको बारेमा धेरै पूर्ण अनुमान गरिएको स्विस विदेश रणनीति लगायतका विषयमा छलफल भएको थियो। संसदहरूले तिब्बतीहरूलाई निरन्तर सहयोग पुर्याउने र तिब्बतको दयनीय मानव अधिकारको स्थितिमा आवाज उठाउने आश्वासन दिनुभयो। तिब्बत ब्युरो जेनेभाका प्रतिनिधि छिमे रिग्जिन र ठिलेचुकी, युरोपबाट निर्वासनमा रहेका तिब्बती संसदका सदस्य जम्बा सम्तो छिरिङ र स्विस तिब्बती मैत्री सङ्घका अध्यक्ष थोमस बुखलीले बैठकमा भाग लिनुभयो। गत हप्ता टोकियोमा मानव अधिकार दिवसको उपलक्ष्यमा एसएफटी जापान, दक्षिणी मङ्गोलियन, युगुर, हङकङ र ताइवान समुदायले संयुक्त रूपमा आयोजना गरेको शान्ति मार्चमा जापानका तिब्बती समुदाय लगायत अन्य दलित समुदायले चिनिया सरकारको मानव अधिकार उल्लङ्घनको विरोध गर्नुभयो। प्रतिनिधि डाक्टर आर्यले तिब्बतमा विकास र प्रगति ल्याउने चीनको दावी मात्र प्रचार हो भन्नुभयो, किनकि यसले तिब्बतमा स्वायत्त पत्ता लगाउन संयुक्त राष्ट्र स्वतन्त्र अभियान, विदेशी कूटनीतिज्ञ र पत्रकारहरूको स्वतन्त्र पहुँचलाई अस्वीकार गरेको छ भन्नुभयो। परमपावन दलाई लामा ज्यूलाई नोबेल शान्ति पुरस्कार प्रदान गरेको 31औं वार्षिक उत्सवको उपलक्ष्यमा केन्द्रीय तिब्बती प्रशासनले कोभिड-19 सतर्कतालाई ध्यानमा राख्दै मुख्यालयमा उत्सवको आयोजना गर्नुभयो। राज्यव्यापी कोभिड-19 को दिशानिर्देशलाई ध्यानमा राख्दै जम्मा गर्ने कुल सङ्ख्या 50 भन्दा कम उपस्थितिको लागि सीमित थियो, जबकि बाँकी जनता भर्चुअली उपस्थित हुनुभएको थियो। यसका साथै आजको लागि साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। नमस्ते, टासिदेले।